आज मेरो दिदीको बर्थडे अनि हामीले चाहिँ केक सेक ल्याएर सबै थोक गरिसक्यौँ अनि दिदीलाई चाहिँ सरप्राइज दिने कि अब दिदी बाहिर निस्किन्छ कोठाबाट त्यसपछि हामी सरप्राइज दिन्छौँ तपाईहरुलाई पनि देखाउँछौँ है सबै कुरो ह्यापी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear sister. Guys, हामीले चाहिँ सरप्राइज दिइसक्यौँ तपाईहरुलाई पनि देखाइसक्यौँ अब हेर्नुलाई त के कसरी काट्नुलाई It's few minutes. To you, sorry, happy birthday. Happy birthday. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, sorry, धेरै ज्ञानी हुनु भने मान्नु धेरै प्रगति गर्नु अनि यस्तो चीज पनि हुन्छ ल ह्यापी बर्थडे टु यु ज्ञानी हुनु भने मान्नु धेरै पढ्नु ल के काटेर दिदीहरुलाई खुवाइदेऊ परे दिदीलाई खुवाइदेऊ छोरो म खुवाइदिन्छु खानु पर्छ आमाले खाने हैन के छोरी आमाले खाने नि हो बर्थडे कसो बर्थडे गर्नु बर्थडे हुन्छ कबै मेरो भाइ चाहिँ यस्तो खान्छ लाग्नुहुन्छ जाऊ त मम्मी टिका लगाइदिए फोटो बनाऊ जाऊ उले टिका लगेको उसके ओ त नि पिरो भए जस्तो लाग्यो नि मलाई नाकतिर ओइ निरज धेरै पढ्नु ज्ञानी हुनु निरोगी हुनु प्रगति गर्दै जानु भाइ बहिनी नबिग्नु हेर हाम्रो बर्थडे बोय असिमेको बर्थडे बोय आमा छोरीको आशीर्वाद चलाइन के गो नि यो खान्दिएर ठिक लाग्यो यो खान्दिनु पर्यो नि मैले ल के गर्नुलाई केक काट्नु खुवाउनु हामीले काट्छौँ कस्तो कुरा छ है नीति भन्नु अनि धेरै नै भएन पुग्छ हामी धेरैजना छैन आमा नानी ढुङ्गो राख्नु पर्ने चाहिँ है पख अहिले ल राम्रो कति वर्ष लाग्यो अहिलेबाट 16 वर्ष लाग्यो के अरे 18 वर्षमा चाहिँ प्रगति गरेर बाउलाई घर ल्याएर राखेर छोरीले प्रगति गरेस् धेरै पढेस् राम्रो भएस् अलि नरिसाएस् भएस् होइन अब मैले के गर्नु पर्यो हात धुन पर्यो सधैँ राम्रो पढाइमा ध्यान गरेस् दाएँ बाएँ मन नलगाएस् मन नबिहारेस् राम्रो होस् अब मैले भन्नु त के छ र अनि राम्रो बुद्धि गरेस् आफै बुझ्ने भइसक्यो अब उमेर बढ्दै गयो हैन अब हामीलाई पो सम्झाउनु सबैभन्दा आशीर्वाद हो क्या ल आमालाई के काटेर देऊ अब यस्तो होइन नि के त्यो अन्डासम्म होइन मैले लिएर आएको त्यसले के
भएर त महँगो यति बेग्ला यसलाई मलाई थोरै ल्याउनु इति होइन होइन यति के खानु नि त कस्तो यति हाल न यति हाल ल भाइलाई देऊ मलाई भन्नु आयो मेरो भाइ पछि हैन के हो ल है त यो लाइट चाहिँ लाइट है बुढा कपडा लाग्दैन माने पखुल खानु तिम्रो बर्थडे मलाई कहिले नआलोस् आयो भने यो आशीर्वाद खतम हुन्छ अब मैले गिफ्ट ल्याएको छु गिफ्ट पैसा त होइन गिफ्ट दिन्छु होला पैसाबाट ल्याएको हो खोलिन्छु चुप ननि खोल्नु यहाँ आमा हो के छ यसको पैसा गीत भइछ तिमी दिदीलाई के खाइदेऊ एउटा कापी चाहिँ ल्याइदिन्छ के तिमीलाई पखाइले धेरै पैसा खाएन त्यही भएर तिनवटा मात्र चिज ल्याएको छु धेरै पैसा कमाउनु भएपछि पेन एउटा रेड पेन आजबाट 16 वर्ष लाग्यो मङ्सिर 22 गते असार र मौसी त राम्रो पो अब असारको केटालाई दिनुपर्छ है ठुल्ठुलै बिहा गरेर है त्यही भन्छ नि धेरै लिएर आएको यहाँ आमा हो त्यति भन्दा कति चाहियो मैले गिफ्ट पैसा छैन धेरै पैसा कमाएपछि ल टिका लगाइदिन्छु अब गिफ्ट त टिका लिएर लाएर पो दिने ल ल खुवाइदियो दिदीलाई पनि खुवाइदियो त्यही झिकेर नाटकै धेरै नौटङ्की त भयो अब दिदीको खुट्टा ढोग्थ्यो त चाहिँ हात ढोग्ने होइन दिदी त खुट्टा ढोग्ने हो कहाँ अब त दिदी ठुली भइसक्यो नि त हो नि बटिङ गएपछि हो तर हुन चाहिँ हो के खुट्टा होइन नि